प्रेग्नेन्सीको तयारी गर्दै हुनुहुन्छ भने के कुरामा हेल्थ चेकअप गर्ने त, के कुरामा स्वास्थ्य कर्मीसँग परामर्श लिने त। पहिलो कुरो, यदि फ्यामिलीमा आफ्नो कुनै सिन्ड्रोमिक बच्चा जन्मेको छ भने, जस्तै डाउन सिन्ड्रोम, टर्नर सिन्ड्रोम, हेमोफिलिया जस्ता समस्याहरू भएको बच्चा जन्मेको छ भने त्यो बेलामा जेनेटिक स्क्रिनिङ गर्नुपर्ने जस्तो छ भने त्यससँग रिलेटेड परामर्श लिने। अर्को, मिसक्यारेजको समस्या फ्यामिलीमा थियो र आफूलाई पहिला गर्भधारणको बेलामा पनि भएको थियो भने त्यो रिलेटेड कुराहरूमा परामर्श गर्ने। कहिलेकाहीँ युटेरसमा पनि एनोमलास हुन्छ, युटेरस कम्प्लिट हुँदैन, सेप्टेड पनि हुनसक्छ, त्यसको बारेमा पनि सरसल्लाह लिने। त्यस्तै तपाईँको कुनै समस्याहरू छ कि छैन त, प्रेसर या सुगर या थाइरोइडसँग रिलेटेड, तीसँग रिलेटेड समस्याहरू छ भने त्यसको पहिचान गर्ने समयमै र त्यसको लागि मेडिकेसनहरू लिन सुरु गर्ने। र यस्तै कुनै मेडिसिनहरू त्योसँग रिलेटेड पहिलेदेखि लिनुभएको छ भने पनि आफ्नो स्वास्थ्यकर्मी या डाक्टरलाई थाहा दिने। त्यस्तै तपाईँले चाहिँ आफ्नो भ्याक्सिनेसनको स्ट्याटस, आफ्नो लाइफस्टाइलको कस्तो छ, यदि चुरोट खानुहुन्छ भने चुरोट खान बन्द गर्नु पर्यो। अर्को, अल्कोहल खानुहुन्छ भने अल्कोहल रिलेटेड प्रोडक्टहरू पनि बन्द गर्नुपर्ने हुन्छ।